प्रकृतिको काखमा बसेर पहाड र जङ्गलको शीतल हावामा सास लिन पाउनु यो त एकदमै अद्भुत अनुभव हो। ट्रेकिङको विशेषता पनि यही हो होइन र? थकाइ लाग्छ तर पहाडले दिने आनन्द र शान्ति कतै पनि पाइँदैन जस्तो लाग्छ। नमस्ते साथीहरू, यो भ्लगमा स्वागत छ। म रोमिन यादव। आज हामी एकदमै खास यात्रामा निस्केका छौँ, गोसाइँकुण्ड ट्रेक। गोसाइँकुण्ड रसुवा जिल्लामा पर्छ, जुन नेपालको एकदमै रमाइलो र सुन्दर जिल्ला हो। रसुवा जिल्ला हिली रिजनमा पर्छ र यहाँबाट तिब्बतको बोर्डरसम्म पनि पुग्न सकिन्छ। एथनिक ग्रुप, कल्चर, तामाङ समाज र पहाड लाइफस्टाइलले रसुवा जिल्ला एकदमै युनिक बनाउँछ। गोसाइँकुण्ड लेक 4380 मिटरको उचाइमा बस्ने एकदमै पवित्र ताल हो। हिन्दू धर्ममा त यो एकदमै महत्त्वपूर्ण स्थान पनि मानिन्छ। कस्तो भने भगवान शिवले त्रिशूलले हानेर यहीँबाट पानी निकाले भन्ने कथा पनि छ। सालभरको सबैभन्दा ठुलो मेला त जनै पूर्णिमामा लाग्ने गर्छ, जब हजारौँ यात्रीहरू गोसाइँकुण्ड आएर स्नान गरेर पूजा गर्नुहुन्छ। ट्रेकिङ लभरहरूको पनि एकदमै पपुलर डेस्टिनेसन गोसाइँकुण्ड हो, किनभने यहाँको ट्रेल रमाइलो छ। जङ्गल, डाँडा, पहाड र चढ्दै एल्टिट्युड बढ्ने च्यालेन्जेसले यो यात्रा एकदमै एडभेन्चरस बनाउँछ। अबको भ्लगमा तपाईँहरूलाई यो यात्राको सबै रमाइलो च्यालेन्जेस र सुन्दर दृश्यहरू सेयर गर्नेछु र हामी सुरु गरौँ गोसाइँकुण्ड ट्रेक। धुन्चे बजारबाट हाम्रो यात्रा सुरु भयो। सहरको धुवा र स्वरलाई पछाडि छोडेर हामीले आफ्नो पहिलो कदम अगाडि बढायौँ। चारैतिरको हरियो रङले सास फेर्ने तरिका नै बदलियो जस्तो लाग्यो। अगाडि बढ्दै जाँदा हामीले एक हरियो रङको फलामको ब्रिज पार गऱ्यौँ। यो त सजिलै भयो, तर यसको एकैछिनपछि आएको झुलुङ्गे पुल त डरलाग्दो थियो। खोलामा खासै पानी त थिएन, तर पुलको अवस्था हेर्दा मुटु नै ढुकढुक भयो। एकैछिन सास रोकिन्छ जस्तो लाग्यो, तर साथीहरूसँग एकअर्कालाई हौसला दिएर त्यो पुल पनि पार गर्यो। लगातार 6 घन्टाको यात्रापछि हामी बल्ल देउराली पुग्यौँ। यो ठाउँ त सोचेको भन्दा पनि सुन्दर रहेछ, एकदमै स्मरणीय। यो ठाउँमा पुग्दा त लाग्यो स्वर्ग नै यही हो। ट्रेकिङको पहिलो दिन भएकोले हामी सबै एकदमै थाकेका थियौँ, त्यसैले यहीँ बस्ने निश्चय गर्छौँ। जति थकाइ लागोस्, भोलिको यात्रामा झनै रमाइला ठाउँहरू देखिने उत्साहले मन भरिएको थियो।